तपाईको पर्सनल लाइफ छ, मेरो पनि पर्सनल लाइफ छ। म डक्टर होला, तपाईँ इन्जिनियर होला या अरू फिल्डको केही होला। हाम्रो पनि काम पछिको त हाम्रो पर्सनल लाइफ हो। हामी जेसुकै गरौँ, जहाँसुकै गरौँ, या म भ्लग बनाऊँ, म यहाँ कोही साथीभाइहरूसँग घुम्नु जाऊँ, या म रमाइलो गरौँ, या जे खाम पनि भयो नि त। द्याट्स माई पर्सनल लाइफ। आई एम जस्ट सेयरिङ माई पर्सनल लाइफ। आई डोन्ट इन्टरफेयर इन यर लाइफ अर कसैको अरूको लाइफ। मलाई मतलबै लाग्दैन, जसले जे गरे पनि हुन्छ, मलाई आई डोन्ट केयर। अहिले सोसियल मिडियामा मान्छेहरूले धेरैले भ्युजको लागि अरूहरूको नाम युज गरेर के बनाइरहेको हुन्छ। डोन्ट डु लाइक दोज काइन्ड अफ थिङ्स। किनभने अरूले त जे पनि गर्नु पायो नि त, किन तपाईँलाई बदर गरिरहेछ त्यो कुराले। जस्तो तपाईँ आफ्नो लाइफमा राम्रो गर्नुहोस्, राम्रो भिडियो बनाउनुहोस्। आई से टु एभ्रीबडी, सबैजनालाई भिडियो बनाऊ, भ्लग बनाऊ, रमाइलो गर, आफ्नो लाइफस्टाइल सेयर गर। सो त्यही गर्ने हो नि। किन यो सोसियल मिडियामा हेट, अरूलाई तान्ने, अरूलाई पुल गर्ने चिजहरू गर्नु। सो सबैजनाले यो कुरा चाहिँ याद गर्नुहोस् र सेयर पनि गरिदिनु होला। तपाईँको पर्सनल लाइफ हो, तपाईँलाई जे मन लाग्छ त्यो गर्नुहोस्। लिभ यर लाइफ टु द फुलेस्ट। किनभने भोलिको दिनमा के हुन्छ, नोबडी नोज द्याट थिङ। थ्याङ्क्स फर वाचिङ।